Hey guys, this is Lake from Virginia. म र मेरो बुढिया चाहिँ आज आइतबारको दिन यसो बाहिर निस्किराखेको है। वेदर अहिले खुल्नु त खुल्या छ भर्जिनियामा। जाडो त्यति छैन तर अलिअलि झरी परिरहेछ। सो हामी चाहिँ अहिले बाहिर निस्किनको कारण चाहिँ नि भोलि चाहिँ मोमो सोमो बनाएर चाहिँ यसो ज्यान तताउनु पर्यो भनेर हो है। घरमै बनाउने खाने हैन। गर्दाखेरि यसो सामानहरू खोज्न आएको है। सामान खोज्ने आफैले बनाएको मिठो नि हुन्छ अनि त्यसमा चाहिँ के हालेको छ त्यो पनि थाहा हुन्छ नि त हैन। पसलतिरको चाहिँ अब मिठो होला तर के मिसाछ थाहा हुँदैन। सो या हामी चाहिँ त्यसको लागि निस्क्या हो अनि त्यही मौकामा यसो घुमघाम। तर आज चाहिँ अचम्मको कुरा चाहिँ दुईटा ग्रोसरी हैन पसलतिर छिरेको। धनिया चाहिँ सकिएछ के दुईटैमा। धनिया केमा युज गर्छ कुनै मान्छेहरूले। एउटामा गयो त्यहाँ पनि सकिएछ, अर्कोमा गयो त्यहाँ पनि सकिएछ। त्यसको महत्त्व चाहिँ निकै छ है के हो। यहाँको मान्छेहरूले पनि निकै खान्छ के हो कुनै। गोराहरूले केमा हालेर खान्छ थाहा भएन। एनिवेज वी आर आउट। यसो घुम्दैछौँ, रमाइलो गर्दैछौँ। कतिपय साथीहरूलाई होइन यो चाहिँ घुमिरह मात्रै देख्छु अनि यसले काम चाहिँ गर्नु पर्दैन के होला, के खाएर बसेछ होला जस्तो लाग्यो होला फेरि होइन। इफ त्यस्तो लागेको छ भने म काम गर्छु है, काम गर्छु। तर मेरो काम चाहिँ मैले भन्दा पनि मेरो फोनले गरिराखेको हुन्छ। ब्याक एन्डमा सिस्टमले गरिराखेको हुन्छ। त्यो भनेको बुझ्नुभयो होला, म अनलाइन डिजिटल बिजनेस अर्थात् सोसियल मिडिया एट्र्याक्सन मार्केटिङ गर्छु र अहिले तपाईँहरूसँग बोलिराखेको छु नि त होइन। त्यो पनि अ काइन्ड अफ मेरो बिजनेसै हो है। हुन त म डुलिरहेको छु, तपाईँहरूसँग बोलिराखेको छु, तर मेरो यो बोल्दाखेरि पनि मेरो बिजनेस रन भइराखेको छ क्या। हाउ अमेजिङ इज द्याट होइन। साथीभाइसँग बोल्या छ, घुमिराखेको छ, तर त्यही नै बिजनेस हो भन्छ। अचम्म लाग्दैन तपाईँहरूलाई? इफ लाग्छ भने कसरी यो गरेछ जस्तो लाग्छ भने फिल फ्री टु रिच आउट टु मी है त। मलाई भेट्नुहोस्, तपाईँको इमेल एड्रेस अनि पुरा नाम दिनु होला। म तपाईँलाई यसको इन्फर्मेटिभ भिडियो, इनिसियल इन्फर्मेटिभ भिडियोको चाहिँ नि लिङ्क या वेबिनार एटेन्ड गर्न चाहनुहुन्छ भने त्यसको लिङ्क पठाइदिन्छु। हेर्नुहोस्, आफैले हेर्ने हो, बुझ्ने हो। अनि त्यसपछि इच्छा लाग्छ तपाईँको लागि हो जस्तो लाग्छ भने गर्ने, होइन जस्तो लाग्छ भने फाइन, तपाईँ के गर्दै हुनुहुन्छ त्यही गर्ने होइन र। एनिवे साथी हो, त्यो पनि गर्न सक्नुहुन्छ हो। आहा हेर्नु त कति राम्रो ब्युटिफुल है। भ्यालेन्टाइन्स त सक्यो, त्यही पनि भ्यालेन्टाइन्सको लागि चक्लेट पनि बनाउनु थालेछ। तपाईँको चाहिँ इमेल एड्रेस दिनुभयो भने हुन्छ, या मेरो चाहिँ वेबसाइट छ www.lakeconsult.com। त्यसमा तपाईँ पस्नुभयो भने हुन्छ है। त्यहाँ पस्दा पनि तपाईँले देख्नुहुन्छ। त्यसमा रेजिस्टर गर्ने हो, आफ्नो नाम र इमेल एड्रेस। अनि त्यो गरेपछि चाहिँ नि त्यो गर्नु पाइन्छ। तपाईँ आफै पनि छिर्नु सक्नुहुन्छ है त। सो त्यसरी पनि गर्नु मिल्यो है हजुर। यति राम्रो छ हेर्नुहोस् त। अब भ्यालेन्टाइन्स डे त सक्यो तर फुलहरू यस्तो मिठो मिठो राखेको छ। अब यो चाहिँ अब अलिक सस्तोमा बेचिदिन्छ होला। यो त के राखेको छ कुनै हेभ अ नाइस डे भनेर लेखाएर रहेछ। सो त्यही छ साथीहरू है त। ल इच्छा छ भने कन्ट्याक्ट गर्नुहोस् है। अलराइट, अब हामी पनि घर हिँड्यौँ। ल दुईवटा पसल चारियो, सकिएछ। भोलि बिहान आउनु पर्ला। हुन्छ। Thanks for watching. Have a nice day and a very good night everyone. Bye. See you tomorrow.